ल साथीहरू, हजुरको टाइम वेस्ट नगरेर म सिधै कुमारी मुभी ट्रेलरको रिभ्यू गर्दैछु। यहाँ मुख्य भूमिका अभिषेक खड्का, आकृति राज भण्डारीले मुख्य भूमिकामा खेल्नु भएको छ। यो चलचित्र दिनेश रावत निर्देशनद्वारा बनाएको छ। उनकोद्वारा निर्देशन भएको मुभी 2022मा रिलिज भएको थियो, जुन मुभी प्रदीप खड्कासँग रहेको छ, जुन मुभी अहिले युट्युबमा पनि रहेको छ। उनको 4 साल पछिको कमब्याक हो, जुन यो ट्रेलरमा देखिन्छ। उनको अफोर्ड 4 वर्ष एक मुभीमा दिनु भने धेरै राम्रो हो र यो ट्रेलरमा पनि प्रष्टसँग देखिन्छ कि 4 सालको अफोर्ड छ भनेर। हजुरहरूले एक कविता सुन्नु भएको होला नि, जति लामो पर्खाइ त्यति राम्रो फल। यो ट्रेलरले अवश्य त्यो नै देखाएको छ। यस मुभीको गीतहरू पनि बवाल छन्। तिमी बिना कसरी बाँचु, कता छौ मेरी फुल, अनि भर्खरै रिलिज भएको डोको भन्ने त्यो गीतले पनि टिकटकमा त ट्रेन्डिङमा गइसक्यो। ट्रेलरले चाहिँ 100x बेटर गरेछ। यो ट्रेलरले किन आकर्षण गर्छ भन्दाखेरि एक्टिङ। अभिषेक खड्का, आकृति राज भण्डारी लाइक एक्टिङ आउटस्ट्यान्डिङ छ। तपाईँ भन्नुहोला कि यो किन यति तारिफमा तारिफ गरिरहेछ। मलाई एक्टिङ चाहिँ बवाल मन पर्यो। म हजुरहरूलाई फर्स्टमा यो सजेसन दिन्छु कि फर्स्टमा गएर ट्रेलर हेर, 2 मिनेट 30 सेकेन्डको सिन हेर, अनि तारिफ किन गरिरहेछ भने हजुरहरू बुझ्नुहुन्छ। यस मुभीको सिनहरू त सबै राम्रो छ होइन, तर त्यो सिनमा एनदर लेभल छाप छोडेछ। हजुरहरू जे भन्नुहुन्छ, तर त्यो सिनमा मलाई त्यति प्रभाव गरेको छ। हजुरहरूले सुन्नु भएको होला नि, एक सिनले गर्दा हलमा जान्ने बाध्यता गराउँछ। त्यो सिन यो मेरो लागि भएको छ। किन छाप छोड्यो भन्दाखेरि यो मुभीको लभ जनरा होइन मलाई, किनकि यो जेन्जीहरूको लागि हो। म पनि एउटा जेन्जी हो, अनि कस्तो मुभी मनपर्छ भन्ने त्यो मलाई थाहा छ होइन। आई डोन्ट थिङ्क कि यो मुभी त्यही हिसाबले चलिरहेछ जस्तो लागिरहेको, किनकि यसको म्युजिकदेखि एक्टिङदेखि सबै चिजमा होइन पर्फेक्टली म्याच भइरहेछ। किनकि यस मुभीमा एक्ट्रेस एक्टर यङ रहेका छ, जसले गर्दा मनमा आकर्षण गर्छ। स्टोरीको कुरा गर्दाखेरि सिम्पल छ, धेरै फरक खालको पनि छैन। फरक खालको नभए पनि स्क्रिन प्लेमा डिपेन्ड हुन्छ, जुन यो ट्रेलरमा म देखिरहेछु। हजुरहरूलाई एक कुरा म ट्रु भन्न चाहन्छु, यो मुभी हलमा हेर्दाखेरि कति मान्छेहरूको आँखाबाट आँसु खस्छ, कति मान्छेहरूले मायाको परिभाषा बुझेर बाहिर निस्किन्छ, कति धेरैजनाहरू लाइफ चेन्जिङवाला मुभी चाहिँ हुनसक्छ। भारतमा रिलिज भएको सैयारा हेर्नु भएको होला कि नै हजुरहरूले, पक्कै हेर्नु भएको होला तपाईँहरूले। त्यस्तो हाइप हाम्रो यस मुभीले गर्नेछ। लाइक म 100% स्योर भन्छु कि यो मुभीले चाहिँ यस्तो गर्न सक्छ। अनि सैयाराको बाइकवाला सिन कसरी बिर्सिनुहुन्छ तपाईँहरू, जुन सिनहरूले बिगेस्ट हिट भएको थियो 2025। त्यसैले भन्छु म, प्लिज निर्देशकहरू मलाई हेरिराख्नु भएको छ भने प्लिज यो मुभी हिन्दीमा पनि रिलिज गर के। अगर गर्यो भने तपाईँले भनेको भन्दा पनि बढी माया पाउनुहुन्छ। त्यसैले म भन्न चाहन्छु कि यो मुभी हिन्दी डब पनि गर्नु, किनकि यो मुभीमा त्यति पोटेन्सियल छ कि जुन मुभी इन्डियामा पनि राम्रो कलेक्सन गर्छ। म भन्छु नि, टिकटकमा यो बाइकवाला सिन ट्रेन्डिङमा जान्छ, लाइक त्यस्तो सिन छ। प्लिज सुन्नुहुन्छ भने प्लिज रिलिज गर्नु के, जसरी भए पनि। तपाईँहरूको जति खर्च लाग्छ नि त्योभन्दा डबल नाफा हुन्छ हजुरहरूलाई। प्लिज गरिदिनु होला इन्डिया रिलिज। आई रिक्वेस्ट फर यु इन्साइन, प्लिज म हृदयदेखि भन्न चाहन्छु कि म कलिउड इन्डस्ट्रीलाई म इन्टरनेसनल देख्न चाहन्छु। नेपालमा मात्र होइन कि भारतमा पनि त्यस्तो टाइपको जागोस् हाम्रो नेपाली इन्डस्ट्रीबाट फिल्महरू, अनि इन्डियामा पनि रिलिज होस् र इन्टरनेसनल पनि। कुराहरू धेरै छन्, भन्यो भने चाहिँ भिडियो लास्ट लङ हुने हो, त्यसैले म यति नै भन्छु। रातिको 3 बजी यो भिडियो बनाउँदैछु, मलाई सुत्न नि भ्या छैन। त्यसैले अगर राम्रो लाग्यो भने लाइक सब्सक्राइब सेयर गरिदिनु होला। यति भन्दै हजुरहरूबाट अहिले बिदा लाग्छु म। भेटौँला अर्को भिडियोमा।